नेपालका 42वटा सार्वजनिक संस्थानमध्ये नेपाल टेलिकम अथवा यो दूरसञ्चार प्राधिकरण सबैभन्दा अहिले बढी भ्रष्टाचारमा लिप्त छ भन्ने कुरा छ कि तपाईँहरू यहाँ भ्रष्टाचार गर्नको लागि बस्नुभएको हो, जनतालाई लुट्नको लागि बस्नुभएको छ तपाईँहरू। यी राजस्व उठाउने मात्रै तपाईँहरूको टार्गेट हो कि कम्तीमा जनतालाई सेवा सुविधा दिने यहाँभित्र पारदर्शिता जवाबदेहिता भन्ने तपाईँसँग छैन कि यहाँभित्र राजस्व टार्गेट राख्ने, भ्रष्टाचार गर्ने, बिचौलियागिरी गर्नको लागि तपाईँहरू बस्नुभएको हो कि के हो, यो कुरा हामीलाई स्पष्ट जवाफ दिनुहोस् होइन। अर्को कुरा चाहिँ जस्तै मेरो घर दैलेख होइन, मेरो घर दैलेखको ठाटीगान गाउँपालिका होइन, मैले अहिले मेरो घरका बाआमालाई मैले फोन गर्नु पऱ्यो भने त फोनै लाग्दैन, तपाईँको फोन उपलब्ध हुन सकेन भन्छ। त्यहाँ यो कुरामा तपाईँहरू स्पष्ट साँच्चै त्यस्तो हो त। यो कम्पनी आजसम्म नेपालको 63वटा सार्वजनिक संस्थान थिए कुनै बेला हामी प्रतिस्पर्धा गरेका छौँ, राज्यलाई धेरै कर तिर्ने मध्ये करदाताको रूपमा पनि परेका छौँ, 77 जिल्लामा सेवा विस्तार गरेका छौँ। यसको मतलब हामी पर्फेक्ट छौँ, यहाँ केही पनि सुधार गर्न बाँकी छैन भन्ने होइन। तर हजुरले भने जस्तो त्यो खालको लिप्तता, त्यो खालको भएको भए यतिखेरसम्म बाँचेर आउन सक्ने अवस्था हुँदैन थियो सर। यो 5 वर्ष योजना तपाईँको यो राजस्व वृद्धि गर्ने, खर्च कटौती गर्ने, सेवा विस्तार गर्ने चाहियो, यो एउटा सार्वजनिक गर्नुहोस् भन्ने छ। तपाईँको रचनात्मक सुझाव हो, यसलाई हामीले के गर्न सक्छौँ, अध्ययन गर्छौँ। यसलाई यसमा गर्न छैन रह्यो। अब अर्को तपाईँ भ्रष्टाचार लिप्त छ, जवाबदेहिता शून्य, सेवा विस्तारमा सुस्तता र दूरसञ्चार शुल्क थाहा छ। यो प्रगति के गर्नुभयो तपाईँहरूले भएको यस्तोलाई चाहिँ सार्वजनिक हिसाबले सबै जनताहरूले थाहा पाउने गरेर सुशासन कायम हुने गरेर यस्ता प्रगतिहरू सार्वजनिक गर्नुहोस् भन्नु। त्यो मात्रै होइन सर, यहाँ भ्रष्टाचारको खिलाफमा जसले बोल्यो भने त्यसलाई निरुत्साहित पार्ने, अनि त्यसपछि माथिको टिमबाट चाहिँ तैँले यहाँ भ्रष्टाचारको विरुद्धमा बोलिस् भने म सिआइएकोलाई म उडाउन लाउँछु भन्ने भिडियो मसँग चाहिँ यहाँ अब साइबरतिरै यो गर्ने के भिडियो यहाँ बोल्छु, अडियो पनि यसैमा छ। म चाहिँ अब हजुरले हेर्नुहुन्छ भने म लाइभ पारिदिन्छु। अहिले त्यस्तो नगरौँ, यो छ भने पनि यो अपराधिक पृष्ठभूमि हो। अब त्यो त अपराधै भएन, त्यसो गर्नु कसैले धम्काउनुहुन्छ र? यहाँ कर्मचारी कानुनले वर्जित गरेका कुरा कुनैले गर्छ भने त्यो गरेको हदसम्म माथिल्लोबाट मान्छेले राम्रो कर्मचारीले केही सुधार गर्छु भन्दाखेरि टोटल्ली निरुत्साहित पार्ने होइन। अब मेन मान्छे यहाँभन्दा अगाडिका मेन जो मान्छेहरू थिए केही सम्बन्धित पात्रहरूकै हो भिडियो होइन, उनीहरूबाटै आएको छ। प्रत्यक्षदर्शीले नै उसले पीडितले नै हामी कहाँ भनेको छ बोलेको छ कि मलाई यसरी प्रताडित गरियो, म तपाईँहरूलाई के भ्रष्टाचार गरेको छ, म फाइलहरू सबै तपाईँको अगाडि राखिदिन्छु भन्नुभएको छ। कसैले कानुन विपरीतको काम गरेको छ भने त्यो दण्डनीय नै हो, त्यो दण्डनीय हुन्छ नि। हामीले अब त्यसलाई जोगाउँछौँ। एउटा सार्वजनिक संस्थानबाट सिआइए छिर्ने पाउने वातावरण त यो निकै घिनलाग्दो अवस्था हो नि त। अब हेर्नु त होइन, यो विषयमा अब यस्तो छ कि गएको उजुरी उसले हेर्छ भने नहेर्ने, अब त्यही निकायले त केही उजुरी पर्यो भने उसले छानबिन गर्ने, त उसको दायरामा आउने कुराहरू उसले छानबिन गर्छ। त्यसमा त ऊ गर्नु भएन। प्रणालीगत सुधार मतलब यहाँ त निकै ठुलो करप्सन रहेछ भन्ने कुराहरू बुझ्यो नि त। सिआइए भन्ने बित्तिकै त होइन, त्यो सिआइएले गर्यो भनेर सबै अपराधीले मान्नु पनि त भएन नि। उसले गर्यो, एउटा अनुसन्धान गरेर उसको निष्कर्ष निकाल्यो, अदालत छ, अदालतले अनि जे गर्छ, कसैले अपराध गरेछ भने दण्डित हुन्छ नै। त्यो त्यस्तो गर्नु अब हाम्रो कुनै नियम कानुनले अथवा हाम्रो आचरणले त्यस्तो गर्छ भनेर कसैलाई गरेछ। हजुर, अधिकांश मान्छेहरूको धारणा के छ भन्दाखेरि ग्राउन्ड लेभलबाट हामी माथि हेर्दै गर्दाखेरि नेपाल टेलिकमलाई हेर्दै गर्दाखेरि नेपाल टेलिकम निकै भ्रष्ट भयो भन्ने नै धारणा छ। अनि यसलाई चिर्नलाई तपाईँहरूले ट्रान्सप्यारेन्सी एउटा सिस्टम अपनाउनको लागि के सुधारका कार्यक्रमहरू ल्याउनुहुन्छ त्यो सार्वजनिक गर्नुहोस्। अब मिसन 2030 गर्ने कि 2028 गर्ने कि 2027 गर्ने तपाईँहरूले लागू गर्नुहोस् होइन। एकदम महत्त्वपूर्ण कुरा के छ भन्दाखेरि यहाँ लास्टमा एउटा के कुरा राखेको थिएँ भन्दाखेरि मैले यो तपाईँको घाटा कम गर्ने, खर्च नियन्त्रण गर्ने, नाफा बढाउने 5 वर्ष योजना सार्वजनिक गर्नुपर्ने, यो कुराहरू भइहाल्यो। तर नाफामूलक मात्रै होइन कि सेवामूलक, पहाडी क्षेत्रमा चाहिँ सेवामूलक पनि अपनाउनु पर्यो। बुझ्नु भएको छ त, कहाँ नाफा आएको छ। हजुर, त्यो दुर्गममा गएर हाम्रो कति पैसा आउँछ र? लगानीको तुलना त छैन नि। यतिको गर्दा पनि यो कम्पनीलाई यो नाफा खायो भन्नु मिल्छ र भने? हजुर, हेर्नुहोस् त पहाडी उसमा त यसो कम्पेयर गर्नु न। हाम्रो प्रतिस्पर्धी कम्पनीको कतिवटा छ र कर्णालीकै एउटा मात्रै उदाहरण ल्याउ न, अथवा मुस्ताङको मनाङको जानु न, तपाईँ कोर्लासम्म पुग्दा कहाँनिर ब्रेक हुन्छ? मेरो माथिबाट गाउँ जाँदाखेरि तपाईँको 2 किलोमिटर माथि हिँडेपछि मात्रै फोन लाग्छ। त्यो पक्कै हो कि, त्यो पक्कै हो। त्यो चाहिँ त्यसलाई हामी मान्छौँ कि त्यसलाई हामीले स्वीकार्छौँ भने हामी त्यहाँ पुगेका छौँ भने अलिपलतिर पुग्नलाई हामीलाई अलिकति टाइम त दिनुहोस् न। ओभर द नाइट कहाँबाट ल्याउँ?
नेपालमा केही पनि छैन नि, इक्विपमेन्टहरू सबै बाहिर बन्ने हो। हामीले प्रयोग गर्ने केही चिज पनि छैन यहाँको विषयमा नि। एउटा चिज हेरौँ है त, हामीसँग तपाईँले यसो मार्केटमा सर्वे गर्नुभयो भने हामीसँग आबद्ध भएको ठुलो सङ्ख्या मोबाइलको हेर्नुभयो भने नेपालको मध्यमवर्गीय हामीसँग बढी एट्याच छ। हजुर, त्यो मध्यम वर्ग सूचनामा पहुँच राख्छ, प्राइस सेन्सिटिभ हुन्छ। सानोतिनो भयो भने हाम्रोमा जसरी हाम्रो सानो केही कमजोरी भेटियो भने जसरी मिडियामा आउँछ प्राइभेट कम्पनीहरूको त्यसरी आउँदैन। हजुर, त्यो चिज चाहिँ त्यो चलाएको उपभोक्तालाई सोधे थाहा हुन्छ कि हजुर, ती चिजहरू पनि छन्। त्यही भएर हामी चाहिँ त्यस्तो लुकाएर छिपाएर एउटा सर्ट टर्ममा केही बदमासी गरेर हामी प्रतिस्पर्धी कम्पनीलाई रेगुलेट गर्न नसकेको हो राज्यले। मेरो भनाइ त्यो होइन, उसले आफ्नो काम गरिरहेछ। म त त्यो विषयमा बोल्नै मिल्दैन। मैले हाम्रो कुरा गर्छु, उसलाई के गर्यो अथवा फेभर गर्यो रेगुलेट गर्न सकेका छैन। म त भन्दिनँ त्यस्तो गरिरहेछ, उसले आफ्नो काम गरिरहेछ। अर्को निकायले गर्ने विषय उसले सरकारका पहुँचवालासँग डाइरेक्टली एक्सेस राख्छ, डाइरेक्टली एक्सेस राखिसकेपछि कर छुट दिन लाउँछ, अर्कै घुमाउरो ढङ्गबाट अर्कालाई उ गर्न लगाउँछ। सबै क्लियरली त्यो कुरा छँदैछ। मिलेन त्यो कुराहरू होइन, हामीले बोल्न मिल्ने भन्दा पनि अब त्यस्तो थाहा नभइकन भन्न पनि भएन नि, कसैले आरोप लगाउनु पनि भएन। 72 अर्बको त्यो तपाईँको त्यो विषयवस्तु के भन्नुहुन्छ? त्यो चाहिँ केही पनि भन्दैन। म मेरो कम्पनीको कुरा गर्छु, म जहाँ बसिरहेको छु हामीले गरेको कुरा गर्छु। अर्को कम्पनी अर्कोको विषयमा मैले टिका टिप्पणी गर्नु हुँदैन। त्यो प्रोफेसनल इथिक्सले पनि त्यस्तो गर्नु दिँदैन। तर राज्यको एक्सेस चाहिँ होइन, त्यो मैले कसरी भन्न सक्छु? त्यो राज्यले गरेछ नि, मुद्दा पर्यो के गर्यो, अब हेऱ्यो होइन, अब अदालतले फैसला गर्यो, त्यो विषयहरू भन्नै अब हामी बोल्न मिल्छ र त्यस्तो कुराहरू। यसलाई चाहिँ एउटा हामी चाहिँ यति चाहिँ के भन्छौँ भन्दा हामी 1 रुपियाँ कर छल्दैनौँ, सर्लक्क जे हो उठाउने उठाएको छौँ। नागरिकलाई पनि त्यसरी अनावश्यक रूपमा यो स्पिड दिन्छु भनेर त्यसमा त्यस्ता चिजहरूमा हामीले ठग्ने एउटा विषयवस्तु एउटा सर्ट टर्मको मैले भनिसकेँ। जेनजीहरू घाइतेहरू शहीद परिवारलाई सिम वितरण गर्ने, सर्टेन 1 वर्ष 2 वर्ष अथवा 3 वर्षसम्म फ्री डेटा दिने, एक्सेस दिने, यो वातावरण तत्काल लागू गराउनुहोस्, निर्णय गराउनुहोस् एउटा कुरा। अनि त्यसपछि तपाईँको कर्णाली र सुदूरपश्चिममा चाहिँ अलिकति एक्सेस दिनको लागि अहिले तत्काल सर्ट टर्म प्लानहरू के गर्न सकिन्छ हामी निरन्तर रेगुलेट गर्छौँ, तपाईँहरूलाई निरन्तर खबरदारी गर्छौँ। मन्त्रीज्यूसँग पनि कुरा राख्छौँ, उहाँको पनि सरोकार छ यो विषयमा। तत्काल छ यो सूचना प्रवाह नभइसकेपछि आज बितेको मान्छे 4 दिनपछि थाहा पाउनुपर्ने अवस्था छ। यसलाई चाहिँ बाजुरा लगायत केही जिल्लाहरूमा सायद त्यहाँ हाम्रो म्याडमसँग यता एमडी म्याडमसँग पनि कुरा भएको छ। म ठ्याक्कै आफूलाई पुरै जानकारी नभएर मैले भनिनँ अहिले, तर यो विषयमा कुरा चाहिँ भएको छ। हजुर हजुर। अनि तपाईँको विद्यार्थी एकचोटिको विद्यार्थीलाई चाहिँ एकचोटि विद्यार्थीको कार्ड भइसकेपछि उसलाई कसरी एउटा सिस्टमभित्र बाँध्ने, उसलाई चाहिँ लामो समयसम्म कसरी त्यही सिम चलाइराख्न तपाईँको मद्दत पुग्ने त्यो केही इफेक्टिभ योजनाहरू पनि हुन्छन् नि, त्यसरी लागू गर्नु। अलिकति क्रिएटिभ मान्छे राख्नुहोस् यहाँ। क्रिएटिभ मान्छेको त अभाव छैन जस्तो लाग्छ यहाँ। कि हुन नदिने हो कि नीति नियमले रोक्ने हो कि ए मभन्दा ऊ चाहिँ खतरनाक तरिकाले अब जान्ने बुझ्ने भयो, यसलाई त तलको दबाको दबाई राख्नुपर्छ भन्ने हो कि? हुँदैन त्यस्तो, त्यो हुँदैन। समयले ल्याइहाल्छ अगाडि जस्तै भयो भने। हजुर, त्यो गर्ने क्रिएटिभ माइन्डका मान्छेलाई उल्तिर पल्तिर राख्नुहोस्। हजुर, तपाईँलाई सफल बनाउँछ। त्यसले चाहे जनताले चाहेको पनि त्यही हो। जान्छौँ हाम्रो तत्काल जानु पर्यो। अहिले अघि त्यहाँ म्याडमले यो भन्नुभयो भने यो 1200कोमा त 600-700 बिटिएसहरू त्यसरी। हजुर, हामी चाहिँ फलोअप गर्छौँ, हाम्रो फलोअप टिमले गर्छ। सबै हजुरहरूको नम्बरहरू सबै यसमा लास्टमा लेखिदिन्छ यसमा चाहिँ हुन्छ। हजुरहरूको सबैको टेक्निकल टिमहरू यसमा चाहिँ हामी फलोअप गर्छौँ निरन्तर। के सुधारका कार्यक्रमहरू भयो, हाम्रो एकचोटि छोडेर मात्रै जाने प्रवृत्ति छ, हामी निरन्तर फलोअप गर्छौँ। अब तपाईँहरूलाई बुझौँ यसमा चाहिँ घाइतेहरूको तपाईँहरूको गर्नलाई अहिले तत्काल 2-4 दिनभित्र तपाईँहरूले ठ्याक्कै त्यसरी वचन दिन मैले सकिनँ। यो चिज निर्णय तहमा हामी पुर्याउँछौँ। यो भोलि तपाईँहरू यो समाज सबैजना मिलेर गर्ने हो।